यदि तपाईहरूले पनि आइपिओ भर्ने सोच गर्नु भएको छ तर जति भिडियोहरू हेरे पनि के गर्ने कहाँबाट सुरु गर्ने भन्ने कुरा केही पनि बुझिरहनु भएको छैन भने चाहिँ यो भिडियो पुरा हेर्नु होला है त। यो भिडियोमा चाहिँ मैले मेरो अनुभवहरू सबै स्टेप बाई स्टेप देखाउने छु है त। सबैभन्दा सुरुमा चाहिँ म ब्याङ्कमा गएँ र डिमेट खाता खोल्नका लागि एउटा फर्म फिलअप गरेँ। डिमेट अकाउन्टको फर्म भरिसके पछाडि त्यस्तै 4-5 दिन पछाडि चाहिँ मलाई ckyc@cds.com.np भनेर चाहिँ यो इमेलबाट चाहिँ मलाई एउटा मेल आयो र त्यहाँनिर चाहिँ युजर नेम र पासवर्ड भनेर आएको थियो। अब त्यो युजर नेम र पासवर्डलाई मैले सिकेवाइसीको अफिसियल वेबसाइटमा गएर लगइन गरिसके पछाडि मलाई पासवर्ड चेन्ज गर्ने अप्सन दियो र मैले पासवर्ड चेन्ज पनि गरेँ। अब त्यसपछि त्यही दिन बेलुका फेरि मलाई त्यही इमेल एड्रेसबाट चाहिँ एउटा मेल आयो जहाँ चाहिँ केवाइसी एजेन्ट आइडी, पर्मानेन्ट केवाइसी आइडी र डिमेट अकाउन्ट नम्बर भनेर 3टा नम्बर चाहिँ आयो। अब यस पछाडि पनि मेरो सेयरबाट पनि इमेल आउँछ भनेको सुनेर मैले केही दिन कुरेँ तर मेरो सेयरबाट मलाई इमेल आएन। अनि त्यस पछाडि म ब्याङ्कमा गएँ र मलाई यो इमेल आइरहेछ भनेर यो डिमेट अकाउन्ट नम्बरहरू भएको इमेल देखाएँ। अब त्यस पछाडि मलाई ब्याङ्कबाट मेरो सेयरको लागि अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ फर्म भर्नु भनेर भन्यो र मैले मेरो सेयरको लागि पनि फर्म भरेँ। अब मेरो सेयरको फर्म भरिसके पछाडि एकैछिनमा म त्यहाँ ब्याङ्कमै हुँदाखेरि मेरो सेयर अकाउन्ट खुल्यो र मलाई त्यहाँबाट मेरो सेयरबाट इमेल पनि आयो जहाँ चाहिँ योर डिपिआइडी लगइन आइडी पासवर्ड भनेर मेल आयो र मलाई सिआरएन नम्बर पनि त्यही ब्याङ्कबाट एउटा पेपरमा लेखेर दिनुभयो। यति प्रोसेसको लागि मैले धेरै भिडियोहरू हेरेँ तर क्लियरली कहीँ पनि बुझाएको नदेखे पछाडि मैले यो भिडियो बनाएर लगाएको हो। आशा छ यो भिडियोले तपाईँहरूलाई धेरै हेल्प गर्नेछ। अब यति भइसके पछाडि तपाईँको मेरो सेयर अकाउन्ट चाहिँ खुलिसकेको छ है त। अब चाहिँ तपाईँले आफ्नो मोबाइलमा लगइन गर्ने काम मात्रै बाँकी रह्यो। अब त्यसको लागि चाहिँ तपाईँले मेरो सेयर एप डाउनलोड गर्नुपर्ने हुन्छ अथवा वेबसाइटबाट पनि गर्न सक्नुहुन्छ तर एप डाउनलोड गरिराख्नु भयो भने हामीलाई नै सजिलो हुनेछ। अब एप ओपन भइसके पछाडि तपाईँले यहाँनिर थिचेर चाहिँ आफ्नो कुन ब्याङ्क हो त्यो ब्याङ्क चुज गर्न सक्नुहुनेछ है त। अनि यो युजर नेम र पासवर्ड भनेको चाहिँ तपाईँलाई मेरो सेयर भन्नेबाट मेल आएको हुन्छ। त्यो मेलको युजर नेम र पासवर्ड जस्ताका त्यस्तै कपी गरेर पेस्ट गर्नु होला। अब लगइन गर्नु बित्तिकै चाहिँ तपाईँलाई यस्तो खालको इन्टरफेस आउनेछ। यहाँनिर ओल्ड पासवर्ड भनेको छ, यो ओल्ड पासवर्ड पुरानो पासवर्ड लगाउनु होला अनि नयाँ पासवर्ड फेरि क्रिएट गर्नु होला। यहाँनिर चाहिँ हामीले पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। यो मेरो सेयरबाट जुन पासवर्ड आएको छ त्यो पासवर्ड चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। अब तपाईँले यहाँ पासवर्ड चेन्ज गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि तपाईँले जति सक्दो आफ्नो पासवर्ड चाहिँ स्ट्रङ राख्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ तपाईँले क्यापिटल लेटर, स्मल लेटर, नम्बर, यिनीहरू सबै मिसाएर लगाउनु भयो भने चाहिँ तपाईँको पासवर्ड स्ट्रङ हुनेछ तर त्यो पासवर्ड चाहिँ तपाईँले बिर्सिनु भएन। अब त्यति गरिसके पछाडि चेन्ज पासवर्ड गरिदिनु होला अनि फेरि तपाईँ यो नयाँ लगइन गर्ने ठाउँमै आउनुहुनेछ अनि त्यो नयाँ पासवर्डलाई लगाएर अघिको युजर नेमहरू लगाएर चाहिँ जस्तोको त्यस्तै लगाएर चाहिँ लगइन गर्नु। अब त्यस पछाडि तपाईँलाई यहाँनिर ट्रान्जेक्सन पिन क्रिएट गर्नु लगाउँछ। तपाईँले नबिर्सिने खालको 4वटा अङ्क नम्बरहरू चाहिँ लेखेर सबमिट गर्नु होला। अनि त्यस पछाडि तपाईँले आफ्नो फिङ्गरप्रिन्ट अथवा चाहिँ फेस आइडी चाहिँ लगाउनु पर्ने हुन्छ अनि त्यो लगाइसके पछाडि चाहिँ तपाईँको अकाउन्ट खुल्नेछ। अब अकाउन्ट खुलिसके पछाडि चाहिँ तपाईँले माई आस्बा भन्ने ठाउँमा जानुभयो भने चाहिँ त्यहाँनिर गएर अप्लाई फर इस्यु भन्ने यो अप्सनमा जानुभयो भने चाहिँ यहाँनिर जति पनि आइपीहरू खुलेको छ यहाँनिर चाहिँ अप्लाई भनेर आउँछ है त। अब जस्तै मैले अप्लाई गरिसक्यो भने चाहिँ एडिट भनेर आउँछ अनि नत्र सुरुमा चाहिँ अप्लाई भनेर आउँछ है त आइपीहरू खुलेको छ भने।